हेलो नमस्ते फेरि पनि स्वागत छ तपाईँलाई मेरो अनदर भिडियोमा। अनि यो भिडियो चाहिँ मैले किन बनाएको भन्दाखेरि चाहिँ मेरो अनबक्सिङ भिडियो हो। हुनु चाहिँ मैले खोलिसकेको छु त्यो प्रडक्ट चाहिँ, तर पनि तपाईँको सामु चाहिँ म अनबक्सिङ गर्दैछु है। सो त्यो चाहिँ के भन्दाखेरि ढ्याङ्गरा यो चाहिँ स्लिङ ब्याग हो गाइस। मैले फ्लिपकार्टबाट मगाएको, तपाईँले देखिसक्नुभयो मैले खोलिसकेको छु र पनि तपाईँलाई चाहिँ म देखाउनु गइरहेको छु है। सो गाइस स्लिङ ब्याग चाहिँ यस्तो छ है। मैले भित्रको चाहिँ सिसाहरू थियो कि पुक्क लाग्थ्यो नि त, त्यो चाहिँ निकालिदिएँ होइन। अनि मलाई चाहिँ कस्तो मन पर्यो, तपाईँलाई चाहिँ कस्तो लाग्यो मेरो यो स्लिङ ब्याग है। यस्तो छ गाइज है। अनि यो चाहिँ यस्तो छ, बटन चाहिँ यस्तो छ गाइज हो। यहाँदेखि चाहिँ खोलेर चाहिँ यस्तो खालको छ। अनि यहाँ चेन छ, यस्तो चेन छ, स्पेसियस नै छ गाइज। यसमा फोन वालेट है एकदमै आरामले जान्छ। अब छाताहरू चाहिँ जान्दैन, अब स्टाइल पार्दा त त्यति त गर्नु पऱ्यो नि त होइन। केजीले फेरि स्टाइल नपारेर कसले पार्छ है। अन्त यस्तो छ गाइज हो। अनि यसको चाहिँ मैले मगाउँदाखेरि चाहिँ ओन्ली रेड एन्ड यो अफ वाइट कलरमा थियो नि त यो तर यो ब्यागले चाहिँ एकदमै एस्थेटिक भाइब दिन्छ है। अनि यो र उयोमा थियो, रेडमा थियो। अनि अहिले फिलहाल हेर्दाखेरि चाहिँ एकदमै अझै दुईवटा कलर चाहिँ एड भएको रहेछ। त्यो तपाईँहरूलाई म फोटोमा हालिदिन्छु है। अन्त दामी आएको रहेछ फिलहाल चाहिँ तपाईँहरूलाई। अब मलाई चाहिँ एकदमै मन पऱ्यो। यसको प्राइस चाहिँ 332 रुपिज है। अन्त यसको लागि मैले म्याचिङ एउटा चिज लिएको छु, त्यो चाहिँ के भन्दाखेरि चाहिँ मैले चाहिँ आज बजार गएर चाहिँ यो लिएको थिएँ ब्याग चार्म। अनि यो चाहिँ मैले किन किनेँ भन्दा ठिकै यससँग म्याच गर्नु लागि किनेको। अनि मलाई चाहिँ यस्तो आजकल चाहिँ ब्याग चार्म पुरा मनपर्छ नि त, कस्तो क्युट देख्छ ब्यागै। अब ब्यागको त्यो हुन्छ नि त्यो नै खोलिदिन्छ नि एकदमै। सो त्यही भएर है। सो गाइज यस्तो देखेको छ फाइनल लुक चाहिँ, तपाईँलाई कस्तो लाग्यो है। सो गाइज यसको चाहिँ तपाईँहरूलाई मैले अब माथिपट्टि हालिदिएको छु है, अप्सन धेरै आएको छ। तपाईँलाई पनि मन पऱ्यो भने तपाईँले पनि पर्चेस गर्न सक्नुहुनेछ। अनि मलाई यदि लिङ्क चाहियो भने चाहिँ मलाई भन्नुहोस्, कमेन्ट गर्नुहोस्, म तपाईँलाई एकदमै सेयर गरिदिन्छु लिङ्क चाहिँ। सो तपाईँलाई थ्याङ्क यू सो मच फर वाचिङ मेरो भिडियो हेरिदिनु भएकोमा है। भेट्नेछु तपाईँलाई फेरि पनि नेक्स्ट भिडियोमा है। टिल देन किप स्माइल एन्ड लभ यु अल, बाई बाई।